हेलो एभ्रिवान, आज चाहिँ हामी हाट बजारमा आएको छौँ उखुको जुस खाँदै। यो चाहिँ सबभन्दा हेल्दी हुन्छ। यो चाहिँ हाट बजार खतरा है। मलाई नि हाल्दैन। फ्रेश फ्रेश ठंडा ठंडा। यो चाहिँ उखुको जुस बनाउने प्रोसेसिङ हो। यहाँ चाहिँ यसरी उखुको जुस निकाल्छन् र बेच्छन् है। यो चाहिँ एकदम मिठो हुन्छ। यहाँको चाहिँ ओरिजिनल फ्लेभर हुन्छ यो चाहिँ। र मेरो वाइफको चाहिँ एकदम फेभरेट चाहिँ यही उखुको जुस हो। त्यही भएर गर्मीको बेला यो चाहिँ हामीले धेरै पिउँछौँ यहाँ। एकदमै स्पेशल हुन्छ यो चाहिँ र एकदमै मिठो पनि हुन्छ। यताको पानीपुरी चाहिँ स्पेसल हुन्छ है। यो हाट बजारको पानीपुरी एकदम स्पेसल हुन्छ। पोखराको भन्दा डबल मिठो हुन्छ। आज हाट बजार हामी भिजिट गर्दैछौँ होइन। अब यहाँको चाहिँ भित्रभित्र के छ सबै देखाउँछ। आज हामी सुनवलको हाट बजार आएका छौँ अनि हाट बजारभित्र के देखिन्छ यहाँ अब होइन। यहाँ के छ हामी सबै देखाउनेवाला छौँ हामी। फर्स्टमा पानीपुरी, हाम्रो सबभन्दा मुख्य लागि के अरे उखुको जुस। उखुको जुस हामीले खाइसक्यौँ। अब पानीपुरी खाने हो। अब पानीपुरीको टेस्ट पनि अब एकदम राम्रो हुन्छ। तपाईँको भन्दा आफ्नै अगाडि बनाउँछन् उनीहरू सबै इन्ग्रिडियन्ट। स्पेशल अमेजिङ सुनवलको चाट। अनि त्यसरी भन्नु त सुनवलको पानीपुरी। दामी हो। आई लभ इट। अझै एउटा है। सेम यो दामी छ। वाउ हैन त। पानीपुरी खाना त हाट बजार आउनुपर्छ क्या। पोखराका पानीपुरी यसको 20% नै थिएन क्या। तर यहाँको त्यसको टेस्ट हो। यहाँको छुट्टै टेस्ट छ। होइन अब मेरो आउँदैछ नि त हजुर खानु। Santa Claus is coming to town. Wow! Ready हो है त। यो पनि दामी छ।
यो चाहिँ फेन्सीको लास्ट हो हैन। अब यहाँबाट चाहिँ अब यो फेन्सीको सामानहरू सिद्धिन्छ भने अब यसको उताबाट चाहिँ अब तरकारीहरू हैन भेजिटेबलहरू अनि यो तरकारी मन्डीहरूको सुरु हुन्छ है। अब यसपछि चाहिँ म उता पनि लिएर जाँदैछु। दाल पनि त लग्नु छ। दाल बुनुको भिडियोमा आउँछ भनेर हच्चा देखेर के दाल लाने? दाल यो मिक्सको दाल बनाउनु भएको थियो जस्तो लाग्यो मलाई। अडहर मसुरो मासु अडहर मसुरो सबै मिक्स गरेर मासु छ। यो कालो दाल कति रुपैयाँ किलो? 220। ए त्यो उताको फरक। यो लोकल यो हाइब्रिड हो। यस्तो दाल पकाउनु भयो जस्तो लाग्थ्यो मलाई। अब हामी चाहिँ गोला खाना जाँदैछौँ है। यहाँको स्पेसल सुनवल फेमस गोला पसल। दुईटा काला खट्टा गोला बनाइदिनु न है। यो चाहिँ यहाँको स्पेसल गोला हो। अब हामीले यो खाएर घर जाँदैछौँ। थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो।